साम्पाङले किन ध्यान दिएर अन्तिमसम्म सुन्नुहोस्, चित्त बुझेन भने कमेन्ट लेख्नु होला। तर अहिलेको अवस्था, अहिलेको व्यवस्थामा हर्क साम्पाङ भनेको बेस्ट एक नम्बरमा छ। उसले ल हेर्नु, सबैहरू आफ्नो स्वार्थको लागि बसेका छन्। म चाहिँ कति वर्ष प्रधानमन्त्री बन्न छ, के बन्न छ, कस्तो बन्न छ भने कोही पनि बाहिर आउन अहिले यो अवस्थामा लिनलाई नेतृत्व लिनलाई तयार छैनन् नि। तर हर्क साम्पाङले यस्तो कुनै कुराको मतलब छैन। उसलाई यो अहिले विषम परिस्थिति म सिधै म लिन्छु नेतृत्व, म गर्छु दुःख भनेको छ। एक नम्बरमा हेर्नुहोस् है, उसलाई कुनै लोभ छैन, लालच छैन र एकदम इमान्दार छ र कर्ममा विश्वास गर्ने मान्छे छ। दोस्रो कुरा सुन्नुहोस्, दोस्रो नम्बर किन हर्क साम्पाङले लिनुपर्छ। अरू भनेका पैसाले विकास गर्न सक्ने, आफूसँग चाहिँ आर्थिक रूपमा चाहिँ छ भने विकास गर्न सक्ने खालका छन्। तर हर्क साम्पाङ भनेको कर्मको पिता, ल हेर्नुहोस् है, श्रमको पिता हो। उसले चाहिँ श्रम गरेर केही नभए पनि जिरो लेभलबाट पनि सबै काम गरेर उसले चाहिँ विकास गर्न सक्छ। त्यही भएर अहिले सबै त हामीले जलाइसक्यौँ, बाँकी त केही राखेको छैनौँ। अब यी कुराहरूलाई सबैले बनाउनको लागि श्रमै हो कि चाहिने। अब हाम्रो नेपाल भनेको विकासलाई श्रम नेपाल श्रम पिता चाहिन्छ हामीलाई। त्यही भएर चाहिँ हर्क साम्पाङ 2 नम्बर। दोस्रो कारण चाहिँ हर्क साम्पाङले लिनुको दोस्रो कारण। तेस्रो कारण भन्छु मैले, सबैभन्दा महत्त्वपूर्ण कारण के छ भने हर्क साम्पाङमा चाहिँ मानवता भन्ने छ कि उसले यस्तो यो गन्दा राजनीति गर्न जान्दैन, कसैसँग चिप्लो कुरा गरेर चिटिक्क चाटिक्क परेर गर्न जान्दैन, पोलिटिक्स खेल्न जान्दैन। उसले सिर्फ जानेको भने के छ भने सिधा कुरा गर्छ, स्पष्ट कुरा गर्छ, सही कुरा गर्छ र क्रम गर्छ बस। उसको यो 3टा गुणहरूले गर्दाखेरि, यो 3टा विशेषताले गर्दाखेरि हामीले हर्क साम्पाङ भन्दा अरू हामीसँग अहिले अप्सनै छैन। अहिले पैसा नभएको अवस्था, हाम्रो देशमा आर्थिक रूपमा पनि पैसा पनि छैन। हामीसँग भएको भनेको स्रोत मात्रै हो। हामीसँग जलदल छन्, पर्यटकले भित्राउनका लागि पर्यटकीय स्थलहरू छन्, खनिजहरू छन्, जडीबुटीहरू छन्, होइन, हरेक कुराहरू जे छन् हामीसँग स्रोतहरू मात्रै छन्। तर हामीसँग अर्थ छैन अहिले। त्यही भएर हामीलाई हर्क साम्पाङ चाहिन्छ। हर्क साम्पाङले अगाडि बढाउनु साथीहरू, हर्क साम्पाङले गर्छ देश विकास। अब हाम्रो नेपाल भनेको श्रमले भएको विकसित भएको देश भन्ने छ।